हेलो हेलो म चाहिँ यहाँ खप्तर बाबामा आएको छु। हामी सबैजना छौँ। हिउँमा खेल्दा खेल्दा रमाइलो भइरहेको छ। अहिले चाहिँ हामी खप्तर बाबा भन्ने ठाउँमा चाहिँ हामी चाहिँ रहेका छौँ। लाइभ हो सिस्टर? हेलो यतिजना मात्र चढ्नु सरी कति फन्नी हो। वा फर्स्ट एक्सपिरियन्स लिँदैछु म हिउँमा खेलेको। यहाँ हिउँ खातै खात परिरहेको छ। यहाँ तपाईहरूले हेर्न सक्नुहुनेछ। म चाहिँ यहाँ खप्तर भन्ने ठाउँमा छु। यस्तो रमाइलो आइरहेको छ कि मलाई एकदम इन्जोयफुल मोमेन्ट आइरहेको छ। यो अछाममा आएर पनि मलाई चाहिँ यस्तो स्नोमा खेल्न पाउँदा चाहिँ म एकदम रमाइलो फिल चाहिँ गरिरहेको छु। यहाँ हेर्न सक्नुहुन्छ पुरा रमाइलो भइरहेको छ। हाम्रो यहाँ सबजना ग्रुपहरू चाहिँ हुनुहुन्छ सरहरू। उहाँ हुनुहुन्छ हाम्रो प्रेम सर, यहाँ हुनुहुन्छ हाम्रो तुलाराम सर, उहाँ हुनुहुन्छ सूर्य सर। हाउ फन्नी। यस्तो रमाइलो त मैले कहिले पनि गरेको थिइनँ लाइफमा। फर्स्ट टाइममा स्नोमा यस्तो रमाइलो गरिरहेको छु। एकदम फिलिङ रमाइलो भइरहेको छ यो हिउँमा खेल्न पाउँदा चाहिँ। हो माथि हाम्रो सिस्टरले चाहिँ पोज दिँदै हुनुहुन्छ हाम्रो। लाउनु न मेरो यस्तो गरिदिनु न माथि जान्छु ल म। ल त्यो भिडियो म माथि जान्छु ल। यतिकै गरिदिनु है। लाइभ भइरहेछ। तपाईँले मेरो लाइभ गरे हो। रेन सिस्टर क्लाइम गर्दै हुनुहुन्छ। उहाँको पुरा स्टार्टिङ हिउँको रह्यो। यहाँ सर हेर्नु, यहाँ सरको हो भाइ गड चिप्लिरहनु भएको छ उहाँ एकदम मस्ताना। यो पर्सले गर्दा हुँदैन। आमा पुरा भिज्यो। हाम्रो चाहिँ रहनु भएको छ सर, यता तुलाराम सर। ल सब इन्जोयफुल मोमेन्ट भइरहेको छ। त्यता पारी पारी चाहिँ आर्मी ब्यारेक रहेको छ। हामी बसेको होटल चाहिँ उता छ। खप्तर बाबा यसैमा मात्र हाम्रो 1 घण्टाभन्दा बढी भयो के। कति रमाइलो। वा हाम्रो सिस्टर तिर्सना सिस्टर। कान्छे मेरो साथी हेर त कति रमाइलो। हिउँमा खेल्न पाउँदा त एकदम रमाइलो। Feeling happy today. I am
खप्तड बाबा एट आछम एकदम रमाइलो लागिरहेको छ मलाई चाहिँ कस्तो रमाइलो छ अनि त्यतिकै नि एक्साइटमेन्ट हुन्छ जिन्दगीमा चाहिँ यस्तो मोमेन्ट चाहिँ गरेको थिएन मैले फर्स्ट टाइम चाहिँ एक्सपिरियन्स लिँदैछु हिउँ छ यहाँ चाहिँ एकदम बाक्लो हिउँ परिरहेको छ तर एकदम इन्जोयफुल मोमेन्ट चाहिँ लागिरहेको छ मलाई चाहिँ हिउँ खेल्न पाउँदा चाहिँ तपाईहरूले चाहिँ देख्न सक्नुहुन्छ यो पुरै एरियाभरि पुरै हिउँ चाहिँ परिरहेको छ खातै खात परेछ मेरो सरहरू यहाँ सबैजना उहाँहरू सरहरू मेरो भाइ हेलो आफ्नो पनि खेल्दा ल हेलो खै हामी म नभएको फोटो मुख्य मान्छे यहाँ छुटिरहेको छ ल खेल्छ खेल्छ तर त्यति राम्रो आउँदैन रहेछ आँखामा यस्तो खोजिरहेको छ सूर्यले ला तानेर उता फाल्नु ओके छेउछेउमा केटी राखेर जस्तो देख्यो कि त्यही भएर अनि म बिचमा आइदिएँ गर्नलाई त एउटा फोटो खिच्दिनु यस्तो रमाइलो छ यहाँ ल हेर्नु यो चाहिँ खप्तड भन्ने जुन अछाम जिल्लामा रहेको यो खप्तड बाबा भनेको एकदम ऐतिहासिक पर्यटक स्थल ठाउँ हो जहाँ चाहिँ हामी हिजो 8-9 घन्टा चाहिँ आधी बाटो चाहिँ गाडीमा आएका थियौँ भने 8-9 घन्टा चाहिँ हामी हिँडेर आएका थियौँ हिजो आउँदाखेरि चाहिँ थकै लागेको थियो त्यसले चाहिँ मलाई एकदम फर्किम जस्तो लागेको थियो तर आज चाहिँ यो हिउँमा खेल्न पाउँदा र सब ठाउँमा चाहिँ घुम्न पाउँदा एकदम रमाइलो चाहिँ लागिरहेको छ एकदम फिलिङ ह्याप्पी म चाहिँ अहिले चाहिँ यहाँ हिँडिरहेको छु हिउँमाथि एकदम हिजो चाहिँ खुट्टा जुत्ता नै भिजेको थियो भने आज चाहिँ हिउँ एकदम जमेको छ जसले गर्दा चाहिँ हिँड्न नि सजिलो भइरहेको छ हिजो चाहिँ मलाई एकदम गाह्रो भइरहेको थियो आज चाहिँ एकदम इन्जोय लागेको छ एकदम फिलिङ फन्नी भन्ने भएको छ यहाँ हुनुहुन्छ हाम्रो सिस्टर हेलो वी आर फनिङ नाउ एकदम उहाँ चाहिँ फन्नी नै हुनुहुन्छ हेलो एभ्रीवन हाई हाई वी आर इन खप्तड हाम्रो सिस्टर वी आर इन्जोइङ अ लट हियर एकदम रमाइलो हेर्नु यहाँनिर देख्नुहुन्छ खप्तड बाबाको पुरा हिउँ हिउँ रमाइलो छ कि यहाँ यति रमाइलो पुरा हिउँले भरेको छ वाउ लुक एट हियर वाउ यहाँ सरहरू हुनुहुन्छ उहाँ सरहरूले वाउ देखाउँदै हुनुहुन्छ आइसको वाउ खै यो चाहिँ पानी जमेको यस्तो पानी पनि जमेर यस्तो भएको छ आइस चाहिँ तपाईँहरूले यहाँ चाहिँ हेर्न सक्नुहुन्छ पानी चाहिँ यति चिसो छ कि आइसको कुरै नगरौँ मलाई चाहिँ एकदम रमाइलो चाहिँ लागिरहेको छ है सबजना चाहिँ यहाँ इन्जोय गर्दै हुनुहुन्छ सबजना हिउँमा खेलेर एकदम रमाइलो लागेको छ मलाई जति पनि मेरो चाहिँ लाइभ हेरिराख्नु भएको छ उहाँहरूलाई चाहिँ एकदम धेरै धेरै धन्यवाद दिन चाहन्छु र मलाई चाहिँ एकदम रमाइलो आइरहेछ एकदम रमाइलो भइरहेछ हाम्रो उहाँ हुनुहुन्छ हाई We are enjoying a lot here. Finally, we are in Khaptad Baba. Oh my God! I miss the star, Ravinder sir. We are missing a lot. यति रमाइलो भइरहेको छ यहाँनिर यति रमाइलो यहाँको दृश्यहरू हेरेर तपाईँले हिजो यति हामी 8-9 घन्टाबाट मङ्गलसेनबाट 12 घन्टाको पछिको अवलोकन पछि हामी
कहाँनिर रहेको छ यो चाहिँ प्रतीक्षालय रहेको छ। यहाँ चाहिँ खप्तर एटिट्युड भनेको चाहिँ 31 मिटर रहेको छ भने यहाँ चाहिँ विभिन्न दृश्यहरू चाहिँ हेर्न पाउँदा चाहिँ एकदम रमाइलो भइरहेको छ। र यहाँ चाहिँ खप्तर राष्ट्रिय निकुञ्ज कार्यालय बाजुरा भनेर चाहिँ यहाँ नक्सा रहेको छ। यो हेर्दाखेरि चाहिँ एकदम रमाइलो लागिरहेको छ। यहाँ रहेको चाहिँ खप्तर राष्ट्रिय निकुञ्ज कार्यालय खप्तर बाजुरामा अहिले चाहिँ हामी रहेका छौँ। तपाईँहरूले चाहिँ हेर्न सक्नुहुन्छ सबै यहाँको चाहिँ एकदम वातावरण भनेको चाहिँ एकदम राम्रो रहेको छ। हिउँले गर्दा चाहिँ अलिकति हिँड्न चाहिँ अप्ठ्यारो परिरहेको छ, त्यही हो, अरू चाहिँ सबै ठिकै छ। यहाँ चाहिँ आइएनएफ म्याप खप्तर भनेको छ, यहाँ चाहिँ यस्तो रहेको छ है। तपाईँहरूले चाहिँ यहाँ हेर्न सक्नुहुन्छ खप्तरको बारेमा चाहिँ यो कता कता जाने भनेर चाहिँ यहाँ लोकेसनदेखि लिएर सबै म्याप चाहिँ हामीले यहाँ चाहिँ देख्न सक्छौँ। यता हाम्रो चाहिँ सशस्त्र क्याम्प पनि रहेको छ र हामी बसेको होटेल भनेको चाहिँ अलिकति वहाँ पर रहेको छ। र यहाँ चाहिँ सबै हिउँ खेल्न चाहिँ सबैजना साथीहरू चाहिँ हाम्रो स्टाफहरू एकदम रमाइलो चाहिँ गर्दै हुनुहुन्छ। र यहाँ चाहिँ तपाईँहरूले हिउँ देख्न सक्नुहुन्छ है। सबजना अब टोली चाहिँ मुभ हुँदै हुनुहुन्छ। हामी चाहिँ खप्तर बाबाको मन्दिर चाहिँ अब जान लाग्दैछौँ। र त्यहाँ गइसकेपछि हाई फिलिङ फन्नी दुई ताल यस्तो। र यहाँ यता आउनु न, यता आउनु न। यहाँ रहनु भएको छ मेरो सिस्टर त्रिसना सिस्टर, हाम्रो चाहिँ स्टाफ एकदम ब्युटिफुल गर्ल हुनुहुन्छ उहाँ चाहिँ। हामी चाहिँ एकदम इन्जोय गरिरहेछौँ। उहाँ हुनुहुन्छ सिस्टर, उहाँ हुनुहुन्छ एकदम रमाइलो फुल भइरहेको छ। एकदम रमाइलो भइरहेको छ। उहाँले चाहिँ एकदम हिउँ फालिदिइरहनु भएको छ। This is my life, baby. नक्कली भन्नुहुन्छ, वास्तवमा म नक्कली छैन। नक्कली सिस्टर हो मेरो चाहिँ, एकदम बेस्ट फ्रेन्ड हो उहाँ चाहिँ मेरो। आई मी टु माई डियर। मेरो पनि